सबैजना नमस्कार। आज म एसक्यूएल मा तपाईहरुलाई पिभोट को बारेमा सिकाउन गइरहेको छु। पिभोट इन एसक्यूएल। मसँग एउटा टेबल छ, सेल्स टेबल। यसमा मैले सेल्स आइडी, कस्टमर नेम, सेल्स डेट अनि सेल्स अमाउन्ट चारवटा मैले कोलम लिएर यसमा र्यान्डमली डेटाहरु इन्सर्ट गरेको छु। यसमा कस्टमरको नाम भयो, त्यसपछि डेटमा 2024 को डेटाहरु इन्सर्ट गरेको छु र साथमा अमाउन्ट पनि छ। पाइभट फंक्सन कस्तो कन्डिसनमा युज हुन्छ भन्दाखेरि तपाईको कुनै पनि कोलममा हैन, तपाईको कुनै पनि कोलम तपाईको रोमा छ भनेपछि यसलाई कोलम वाइज बनाउनु पर्यो। तपाईले कोलमको अनुसार देखाउनु पर्यो डेटाहरु हैन, अथवा तपाईको रोको डेटालाई कोलममा कन्भर्ट गर्नु पर्यो भनेपछि तपाईले त्यस्तो कन्डिसनमा पाइभट फंक्सन युज गर्न सक्नुहुन्छ। मैले तपाईलाई दुईवटा तरिकाबाट पाइभट फंक्सन युज गरेर देखाउँछु। एउटा स्ट्याटिक अनि डाइनामिक टाइपको पनि मैले देखाउँछु। किनकि तपाईको जस्तो यहाँनेर मैले के गर्छु भनेपछि यसलाई डिस्टिङ गर्छु। कस्टमर नेम जस्तो राम छ, सीता छ, हरि छ, गीता छ भनेपछि रामले हैन के गरेको छ, यहाँनेर 2024 1 महिना 5 गते यति सेल्स गरेको छ। त्यसपछि त्यही दिन अर्को 800 को पनि सेल्स गरेको छ हैन। त्यसपछि यहाँनेर तल अर्को के गरेको छ, 1 महिना 20 गते पनि गरेको छ हैन। अर्को राम अनि 2 महिनामा पनि गरेको छ। अब मलाई कस्तो डेटा चाहियो भनेपछि यहाँनेर रामले हैन 2024 01 मा कति सेल्स गर्यो हैन। यहाँनेर चाहिँ त्यसको अमाउन्ट चाहियो, टोटल अमाउन्ट। यहाँनेर के चाहियो, अमाउन्ट चाहियो। त्यसपछि अब 2024 1 महिनामा यति गर्यो भनेपछि 2024 2 महिनामा कति गर्यो त, अनि त्यसको अमाउन्ट चाहियो। अब त्यस्तै गरी तपाईको यहाँनेर 2024 अनि 3 महिनामा कति गर्यो त भन्नुको मतलब यहाँनेर रामले 2024 1 महिना 2 महिनामा कति गर्यो, 3 महिनामा कति गर्यो। अब यो डेट भनेको हाम्रो अहिले के छ, यहाँनेर कोलममा छ, यहाँनेर रो वाइज छ। अब यो रो वाइजलाई मैले के गर्नु पर्ने छ, मैले यसरी तपाईको रामले कुन महिनामा कति सेल्स गर्यो भनेर मैले चाहिँ यसमा देखाउनु पर्ने छ। त्यस्तो कन्डिसन हामीले पिभोट फंक्सन युज गर्छौं। अब यसमा के छ भन्दाखेरि तपाईको यसलाई सेल्स गरौँ। अब मैले यसमा पहिला बेसिक डेटा गेट गर्छु। कस्टमर नेम मैले कोलममा चाहिँ कस्टमर नेम वाइज गर्ने हो र मैले हैन यसमा रो चाहिँ के अनुसार गर्नुपर्ने छ, कस्टमर नेम अनुसार गर्नुपर्ने छ, डेटा गेट चाहिँ यो अनुसार गर्नुपर्ने छ। तर मैले कोलममा ट्रान्सफर्म के अनुसार गर्नुपर्ने छ, डेट अनुसार गर्ने छ र मैले अमाउन्ट सम गरेर चाहिँ लिनुपर्ने छ। कस्टमर नेम, सेल्स डेट अनि सेल्स अमाउन्ट। अब के छ भन्दाखेरि तपाईको यहाँनेर सेल्स डेट भनेपछि मैले यो चाहिँ मलाई यो डे चाहिँ मलाई चाहिदैन, त्यही भएर मैले यहाँनेर फर्मेट मिलाउँछु। यहाँ लिनु छ अनि ड्याशमा मैले के गर्नुपर्ने छ, मन्थको नाम लिनुपर्ने छ। यसरी मैले 2024 जनवरीमा कति भयो, फेब्रुअरीमा कति भयो हैन, फेब्रुअरी, मार्च, अप्रिल, मे। अब यसरी चाहिँ मैले कोलम वाइज मैले चाहिँ कोलममा चाहिँ कन्भर्ट गर्नुपर्ने छ। अब यो भयो हैन। अब यसमा के छ भन्दाखेरि तपाईको पिभोटको मेन तपाईको के छ, यसको सिन्ट्याक्स कस्तो हुन्छ भन्दाखेरि यो चाहिँ बेसिक क्वेरी भयो अनि यसलाई मैले सब क्वेरीमा लेख्न गइरहेको छु। यसरी यो चाहिँ मेन क्वेरी भयो तपाईको। यसमा मैले डेटा फर्मेट मिलाएर राखिसके किनकि मलाई कस्टमर नेम चाहियो। त्यसपछि यो चाहिँ यो कुन कोलमलाई मैले ट्रान्सफर्म गर्ने केमा, कोलममा यो भयो।
त्यसपछि मैले चाहिँ एग्रिगेट फङ्सन युज हुन्छ त्यसमा एग्रिगेट फङ्सनमा अब कसरी गर्ने अब एग्रिगेट फङ्सन युज गर्नुको लागि मैले डेटा सम केमा गर्नेछु मैले चाहिँ यो अमाउन्ट सेल्स अमाउन्टलाई मैले सम गर्नेछु अब यो भनेको अहिलेलाई सेल्स नै राख्यो सेल्स टेबल भयो अब यसपछि मेन तपाईको यो बेसिक क्वेरी पछि हेरेर चाहिँ मैले यसलाई चाहिँ एलियास सेल्स दिए अब यसपछि मैले चाहिँ के गर्छु पिभट फंक्सन युज गर्छु यसमा चाहिँ ओपन ब्राकेट हुन्छ अनि यसरी हेरेर यसमा पनि एलियास दिनु पर्छ मैले अहिले पीवीटी टेबल भनेर दिए अब मैले के गर्नु छ यसको सिन्ट्याक्स के हुन्छ भने फर्स्टमा एग्रिगेट फंक्सन युज गर्नुपर्छ हेरेर अब मैले हेरेर एग्रिगेट फंक्सनमा सेल्स अमाउन्टलाई देखाउनु पर्ने छ मैले हेरेर सम युज गर्छु म एकछिनमा फेरि तपाईलाई क्लियर बुझाउँछु अब त्यसपछि मैले चाहिँ कुन रोलाई मैले कोलममा कन्भर्ट गर्नुपर्ने हो त्यो चाहिँ हेरेर चाहिँ गर्नुपर्ने छ त्यसमा चाहिँ हेरेर त्यो गर्नुभन्दा अगाडि फर भनेर अनि कुन चाहिँ कोलमलाई मैले ट्रान्सफर्म गर्ने हो त्यसको नाम अनि इन अनि हेरेर कोलमको नाम ठीक छ जस्तो हेरेर यसलाई सिलेक्ट गरौँ अब मैले कोलम त बनाउँछु हैन यसलाई मैले कोलममा त लग्छु तर मैले त नाम दिनु पर्यो मलाई चाहिँ अब मैले डेटा चाहिँ यसरी चाहिँ मलाई यो फर्ममा चाहिएको छ कोलमको नाम भनेपछि मैले जसरी हेरेर नाम दिन पर्यो कोलमको नाम यसमा के छ जहिले पनि हेरेर एग्रिगेट फंक्सन युज हुन्छ अनि हेरेर कोलमको नाम भयो त्यसपछि फर हुन्छ हैन अनि मैले चाहिँ कुन रोलाई चाहिँ मैले ट्रान्सफर्म गरेर कोलममा लग्दै छु त्यसको नाम भयो यो चाहिँ एज इट इज हुनु पर्यो हेरेर अनि यसको सेल्स अमाउन्टलाई मैले सम गरिरहेको छु यो चाहिँ भयो कस्टमर नेम नै रहन्छ अनि हेरेर मैले कुन कसलाई चाहिँ मैले कोलमको नाम बनाउने हो त हेरेर जनवरी बनाउँछु त्यसपछि अब हेरेर फेब्रुअरी गराउँछु अब यसमा जति डेटा छ यसमा डिस्टिङ बनाएर अब डाइनामिक तरिकाले गर्न पनि पायो त्यो म एकछिनपछि सिकाउँछु अहिले चाहिँ स्ट्याटिक रूपमा चाहिँ म गर्न गइरहेको छु यसलाई गरौँ अनि हेरेर कस्टमर नेम भयो अब तपाईको हेरेर जतिवटा कोलमको नेम छ यो नै हेरेर चाहिँ हुनुपर्छ यो चाहिँ एज इट इज नाम चाहिँ मिल्नु पर्छ अदरवाइज तपाईको डेटा नलाउने हुन्छ अब यो भयो हैन अब यसलाई चाहिँ एक्चुअली आउटपुट हेरौँ देख्न सक्नुहुन्छ गीता हरि राम सीता मैले अहिले चाहिँ दुईवटा मात्र कोलमको नाम दिएको छु जहिले पनि यो चाहिँ ट्रान्सफर्म गर्ने कोलमको नाम यो चाहिँ एग्रिगेट भनेको तपाईको भ्यालु चाहिँ के चाहिँ गेट गर्नुपर्ने छ त्यो यसमा चाहिँ जहिले पनि एग्रिगेट फंक्सनहरु युज हुन्छ र इनमा तपाईको कतिवटा कोलम हेरेर तपाईले जनवरी र फेब्रुअरी भनेको यो र यो चाहिँ सेम हुनुपर्छ जस्तो हेरेर मैले हेरेर यो राख्दै है त यतिकै भनेपछि एरर आयो यसलाई हटाइदिन्छु जसै हेरेर यो डेटाहरु र यसको चाहिँ म्याच भएन भनेपछि एरर आउने अनि चाहिँ डेटा चाहिँ नलाउने चान्सेसहरु हुन्छ त्यो भएर यो चाहिँ जहिले पनि म्याच हुनुपर्छ हैन जहिले पनि एउटा चाहिँ फर्स्टमा यो चाहिँ ग्रुप बाइ गर्ने कोलम हुनुपर्छ त्यसपछि एग्रिगेट फंक्सन लगाउने कोलम हुनुपर्छ र ट्रान्सफर्म गर्ने कुन कोलमलाई गर्ने हो हामीलाई जुन रो छ त्यसलाई चाहिँ कुनमा कोलममै चाहिने हो त्यो पनि चाहिन्छ यो चाहिँ सेम लेख्नु पर्छ हेरेर यसरी चाहिँ हामीले यसरी तपाईको के भयो यसलाई चाहिँ डिस्टिङ गर्दियो हैन त्यसपछि मैले चाहिँ हेरेर जतिवटा नाम लेखेको छु कोलममा त्यो चाहिँ हेरेर लिदियो भनेपछि गीताले 2024 जनवरीमा कति 2050 रुपैयाँको सेल्स गरेको रहेछ त्यसपछि फेब्रुअरीमा कति 2300 को यसले चाहिँ सेल्स गरेको रहेछ हरिले चाहिँ 2200 2500 यसरी चाहिँ तपाईको हेरेर आयो यसैगरी मलाई फेब्रुअरी जनवरी फेब्रुअरी मार्च अप्रिलको चाहियो भनेपछि अब मैले यसमा हेरेर चाहिँ तपाईको हेरेर सेल्स डेटा छ नि हो यो सेल्स डेटा हेरेर जे छ भ्यालु ठ्याक्क यही नै हुनुपर्छ कोलमको नाम तपाईले यसमा चेन्ज गरे भनेपछि हुँदैन जस्तो हेरेर फेब्रुअरी छ फेब्रुअरीको पछि हेरेर मार्च मैले यहाँ मार्च छ भनेपछि हेरेर मैले के गर्नु पर्यो यदि मार्चको पनि गेट गर्नु छ भनेपछि हेरेर लेख्नु पर्यो ल यहाँ राखे माथि राखेन भनेपछि के हुन्छ त हेरेर फेब्रुअरीको मात्रै आउँछ किनकि मैले यसको सिलेक्ट गरेको छैन डेटा अनि यसरी यहाँ पनि राख्नु पर्यो यसरी तपाईको मार्चको पनि आयो ठीक छ अब तपाईको यसैगरी हेरेर कति छ मार्च अप्रिल हैन कति छ तपाईलाई
जुन महिनाको चाहिएको छ त्यसरी चाहिँ हेरेर राख्दै राख्दै गरेर तपाईले गर्न सक्नुहुन्छ। अब के भयो भन्दाखेरि अब यसरी चाहिँ हामीले कस्टमर वाइज तपाईको मन्थली हामीले कति सेल्स गर्यो त भनेर चाहिँ यसरी चाहिँ क्वेरी लेख्न सक्यो कि पिभट युज गरेर। अब यसमा समस्या के छ भन्दाखेरि तपाईको अब तपाईले यहाँनिर कोलम कतिवटा चाहियो भन्ने कुराहरू यहाँनिर तपाईले आफै राख्नु पर्यो। जनवरी, फेब्रुअरी, मार्च हैन, यसपछि अर्को चाहियो भनेपछि यहाँनिर राख्नु पर्यो। अब तपाईको यहाँनिर जस्तो दशौं हजारौं यहाँनिर कोलमहरुको नाम पनि आउन सक्छ। यसरी तपाईले म्यानुअली राख्न त सक्नुहुन्न, यहाँ पनि राख्नु पर्यो, माथि पनि राख्नु पर्यो। त्यसको लागि डाइनामिक क्वेरीहरु पनि गर्न सक्नुपर्छ। जस्तो यो भनेको के हो त भन्दाखेरि यो भन्नु नै यहाँनिर कतिवटा चाहिन्छ भन्नु नै तपाईको यसमा छ। डेटा त यहाँनिर छ। तपाईको यहाँनिर यसको डिस्टिङ डेटा नै तपाईको कोलम बनाउने हो हैन। यहाँनिर तपाईले डिस्टिङ यो चाहिएन भयो। तपाईको मेन कतिवटा कोलम छ त हैन। यो सेल्स टेबलमा तपाईको 2024 मा कति छ अप्रिल, फेब्रुअरी, जनवरी, फेब्रुअरी, मार्च, अप्रिल, मे भनेपछि यसमा कतिवटा 5 वटा चाहिँ कोलम बन्द रहेछ मेन। भनेपछि मैले डाइनामिक तरिकाले यसरी लिएर यहाँनिर यसको ठाउँमा मैले एउटा भेरिएबल बनाएर यहाँनिर राख्दिएर अनि यहाँनिर पनि राख्दै भनेपछि त्यो डाइनामिक बन्यो। त्यसरी पनि हामीले चाहिँ क्वेरी गर्न सक्छौं। मैले चाहिँ त्यसरी नै गर्छु। अब के गर्छु भन्दाखेरि मैले यसलाई कपी गर्छु, यहाँनिर न्यू ट्याबमा पेस्ट गरे। यसमा तपाईको म्यानुअली गरेको छु। यसमा पैसा चाहिँ मैले डाइनामिक तरिकाले गर्छु। फर्स्टमा मैले के गर्छु यहाँनिर चाहिँ मलाई भेरिएबल डिक्लेयर गर्नुपर्ने हुन्छ। यहाँनिर कोलमको नाम गर्छु, यसमा म्याक्स राखिदिन्छु। त्यसैगरी मैले अर्को नेक्स्ट पनि मैले डिक्लेयर गर्छु जसमा क्वेरी नाम दिए, यसमा यो गरे। अब मैले के गर्छु भन्दाखेरि यो कोलम भेरिएबलमा मैले के गर्छु जब यहाँबाट जति पनि यो डिस्टिङ भ्यालु गेट गरेको छु यसमा मैले चाहिँ यसमा होल्ड गर्छु। मैले यतिकै त होल्ड गर्नु पाइदैन। यसमा मैले के गर्नु पर्यो यसरी सब क्वेरी गर्छु। तपाईले जसरी पनि गर्न सक्नुहुन्छ है। अब यसमा छ, अब यसमा आउँदाखेरि तपाईको यो भयो, यहाँनिर एलियास दिनुपर्छ। सरी यसमा चाहिँ मैले नाम दिएन, यो छ। अब मैले यसमा चाहिँ कोलमको फर्मेटमा लानु पर्यो। कोलमको फर्मेटमा लाँदाखेरि मैले एउटा स्ट्रिङ एजीजी भन्ने बिल्ट इन फंक्सन युज गर्छु। स्ट्रिङ एजीजी, स्ट्रिङ एजीजीले के गर्छ भन्दाखेरि तपाईको स्ट्रिङ एग्रिगेटले के गर्छ तपाईको यहाँनिर मल्टिपल रो छ। मल्टिपल रोलाई एउटै रोमा तपाईको यहाँनिर कमा सेपरेट गरेर चाहिँ यसले चाहिँ भ्यालु गेट गर्ने काम गर्छ। जस्तो यहाँनिर देख्न सक्नुहुन्छ। यो चाहिँ तपाईको पहिला के थियो यहाँनिर रो वाइज थियो, यसरी चाहिँ डेटा आएको थियो। अब मैले स्ट्रिङ एजीजी गरेर के गर्दै मैले यसलाई चाहिँ कमा सेपरेटेडमा यसरी चाहिँ गरे, यसरी ठीक छ। अब मलाई अब तपाईको हाम्रो कोलम भनेको यति नै हो। एउटा चाहिँ 2024 अप्रिल, फेब्रुअरी, जनवरी, मार्च, मे हो हैन। अब मैले यसमा के गर्नु पर्यो भन्दाखेरि यहाँनिर कोड पनि दिनु पर्यो। कोड भनेको तपाईको यहाँनिर ओपन ब्राकेट र क्लोज ब्राकेट पनि चाहियो यहाँनिर। यो चाहिँ केले दिन्छ त भन्दाखेरि यो कोड नेमले चाहिँ तपाईलाई यसरी फर्मेट मिलाइदिन्छ हैन। अब हामीलाई चाहिएको यति नै हो। अब मैले चाहिँ यसलाई भेरिएबलमा होल्ड गरेर यहाँनिर टक्क लागेर यहाँनिर राख्दै भनेपछि त तपाईले जतिवटा यहाँनिर चाहिँ मन्थ भए पनि तपाईले टाउको दुखाएको विषय भएन। यहाँनिर तपाईले म्यानुअली गर्नु परेन। अब यसमा के गर्छु भन्दाखेरि मैले यसलाई चाहिँ होल्ड गरिदिन्छु। यसमा होल्ड गरिदिए अनि
यसमा होल गरिदिएँ। अब मैले क्वेरीमा के गर्छु, यहाँनिर मैले एड दिएन क्वेरी। यसमा मैले क्वेरीमा के गर्छु, यहाँनिर क्वेरी लेख्छु। यसमा क्वेरी के लेख्न पर्यो भनेपछि अब मैले कोलम त मेरो यसमा आइसक्यो। यसमा मैले होल्ड गरिसकेँ भनेपछि यो कोलम्सलाई मैले यहाँनिर राख्दिएँ र यहाँनिर राख्दिएँ भनेपछि तपाईको अटोमेटिक तपाईले यसले चाहिँ यो भ्यालुहरु गेट गर्छ। जति पनि तपाईको डेटाबेसमा छ, जति एउटा भयो भने एउटा गेट गर्छ, 10 वटा भयो भने 10 वटा गेट गर्छ। जति वटा छ तपाईको डिस्टिङ भ्यालु यसरी चाहिँ उले चाहिँ कोलममा कन्भर्ट गरेर यहाँनिर राखिदिन्छ र तपाईलाई एकदमै इजी हुन्छ। त्यसको लागि मैले यसलाई कपी गर्छु, कन्ट्रोल सी, यसमा मैले पेस्ट गरे। यसमा ट्याब। अब मलाई चाहिएको के हो त, यो कोलमलाई यहाँनिर मैले दिनुपर्ने हो। यसरी दिँदा यहाँनिर कोड अनि फर्स्ट यसरी दिने। अनि यसमा पनि मैले के गर्छु, यसरी दिएँ। अब मलाई यो चाहियो त, यो चाहिएन। मैले क्वेरी लेखेँ, अब यसलाई चाहिँ एक्जिक्युट गर्नु पर्यो। एक्जिक्युट। अब यसमा मैले केही गरेको छैन। यसमा मैले के गरेको छु, एउटा कोलम्स भन्ने भेरिएबल डिक्लेयर गरेँ, क्वेरी भन्ने भेरिएबल डिक्लेयर गरेँ र मैले कोलम्समा मैले सेल्स टेबलबाट हैन यो चाहिँ जुन डेटा छ सेल्स डेट भन्नाले यहाँनिर तपाईको ट्रान्सफर्म गर्ने जति पनि तपाईको डेटाहरु छ त्यसलाई मैले डिस्टिङ गरेर यसमा चाहिँ होल्ड गरे र जति कोलम्स छ कस्टमर नेमको साथसाथ मैले के गर्दै यसलाई चाहिँ डाइनामिक तरिकाले यहाँनिर स्टोर गरेर कोलम बनाएर यहाँनिर ल्याएर राख्दै। अब यसलाई एकचोटी एक्जिक्युट गरौँ। इनकरेक्ट सिन्ट्याक्स नियर YYY। तपाईको यहाँनिर तपाईको फर्स्टमा यो एक्जिक्युट हुन्थ्यो, अहिले चाहिँ यो मैले यो क्वेरी डाइनामिक क्वेरी लेख्दै छु, त्यही भएर चाहिँ यहाँनिर डबल कोट हुन्छ। यसले गर्दा एरर आएको हो, देख्न सक्नुहुन्छ। तपाईको अहिले चाहिँ फुल आयो। अघि चाहिँ मैले के गर्नु परेको थियो, यो कोलमको नामहरु यसमा एक एक गरेर यहाँनिर चाहिँ राख्नु पर्ने थियो। अब यसमा झन्झट पर्यो त परेन। यसमा तपाईको जतिवटा यो टेबलमा जतिवटा जस्तो 8 वटा भए पनि तपाईको के हुन्छ, यसमा होल हुन्छ। यसमा होल भइसकेपछि यहाँनिर अटोमेटिक बस्छ र फेरि यहाँ पनि तपाईको अटोमेटिक भएर तपाईको के गर्छ, यसले चाहिँ सबै जतिवटा कोलम बन्नु पर्ने छ यसरी चाहिँ बन्न सक्छ, किन बन्छ र हामीलाई चाहिँ एकदमै सजिलो हुन्छ। तपाईको पिभट फंक्सन कसरी युज गर्ने र कस्तो कन्डिसनमा युज गर्ने बुझिसक्नु भएको छ। कुनै पनि रो डेटाहरुलाई कोलममा ट्रान्सफर्म गर्नु पर्यो अथवा तपाईले कोलमको रूपमा बनाउनु पर्यो, डेटा चाहिँ गेट गर्नु पर्यो भनेपछि तपाईले पिभट टेबल युज गर्न सक्नुहुनेछ। र कसरी युज गर्ने भन्दाखेरि यसको सिन्ट्याक्स के हो भन्ने पनि तपाईले बुझिसक्नु भयो। फर्स्टमा यहाँनिर चाहिँ बेस क्वेरी लेख्नु पर्ने हुन्छ। बेस क्वेरी लेखेपछि यसमा चाहिँ एउटा एलियास दिनु पर्यो। एलियास सँगसँगै एलियास पछि तपाईले पिभट नामको फंक्सन युज गर्नु पर्यो। पिभट पछि ओपन ब्राकेट क्लोज ब्राकेट गरिदिनु पर्यो। अनि यसमा चाहिँ जुनसुकै नाम पनि तपाईले दिन सक्नुहुन्छ यसमा पिभट। अब यो पिभट भित्र के मेन भनेको यहाँनिर हो। यसमा जहिले पनि तपाईले यहाँनिर एग्रिगेट फंक्सन युज गर्नु पर्ने हुन्छ। तपाईको पिभट फंक्सन युज गर्दा जहिले पनि 3 वटा कोलमको नामहरु चाहिँ चाहिन्छ भन्नाले 3 वटा चाहिँ तपाईको चाहिन्छ। के चाहिन्छ भन्नाले तपाईले एउटा त तपाईले कुनमा युनिकमा कुनमा चाहिँ बसेर काम गर्नु नि हो भने तपाईलाई चाहिँ कस्टमरको डेटा चाहिएको छ भने तपाईले यहाँ कस्टमर चाहियो। त्यसपछि तपाईले डेटा रोलाई कोलममा बनाउनु पर्ने हैन, कुनलाई चाहिँ ट्रान्सफर्म गर्ने हो त भन्दाखेरि तपाईले यो डेटलाई गर्नुपर्ने हो। र तपाईलाई एग्रिगेट फंक्सन तपाईको डेटा चाहिँ चाहिएको के हो त भन्दाखेरि तपाईको सेल्स अमाउन्ट चाहिएको 3 वटा छ। तपाईले यहाँ एग्रिगेट फंक्सन युज गर्नुपर्ने हुन्छ जहिले पनि यसमा। अनि एग्रिगेट फंक्सन कसको साथमा युज गर्ने, सेल्स अमाउन्ट भनेको मलाई चाहिँ सेल्स अमाउन्ट सम गर्नुपर्ने छ। अनि यो फर किवर्ड युज गर्नु पर्यो। त्यसपछि तपाईले रो टु कोलममा कसलाई चाहिँ डेटा ट्रान्सफर्म गर्ने हो त्यसको नाम यो चाहिँ एज इट इज हुनु पर्यो योसँग, हैन भनेपछि तपाईको एरर आउँछ।
र सँगै यहाँनिर इन किवर्ड युज गर्ने, इन किवर्डमा ओपन ब्राकेट र क्लोज ब्राकेटमा यहाँनिर चाहिँ तपाईँलाई कतिवटा कोलम चाहिएको छ यहाँनिर चाहिँ तपाईँले डिफाइन गर्न सक्नुहुन्छ। र यहाँनिर जतिवटा डिफाइन गर्नुभएको छ त्यो चाहिँ यहाँनिर राख्नुभयो भनेपछि तपाईँको यहाँनिर यसरी तपाईँको पिभोट फङ्सन युज गर्न सक्नुहुन्छ र तपाईँले डेटा पनि गेट गर्न सक्नुहुन्छ। यो चाहिँ तपाईँको डाइनामिक तरिकाले भयो यहाँनिर, र स्क्रिनसट गरेर हेर्न पनि सक्नुहुन्छ तपाईँले। यो चाहिँ तपाईँको डाइनामिक तरिकाले भयो, यसमा हैन कस्टमर नाम आयो, त्यसपछि अप्रिलमा गीताको कति सेल्स भयो, फेब्रुअरीमा कति भयो, जनवरीमा कति भयो, मार्चमा कति भयो। यसरी चाहिँ तपाईले चाहिँ ग्यान्ट चार्टहरु बनाउने हैन, तपाईले बिजनेस एनालिसिसमा पनि तपाईको काम लाग्न सक्छ। किनकि तपाईको गीताले अप्रिलमा 1600 को गर्यो, अनि 8300 को गर्यो, अनि फेरि 2000 को गर्यो, त्यसैगरी यहाँनिर फेरि 2000 को गर्यो हैन। भनेपछि यहाँनिर तपाईको सेल्स बढ्ने र घट्ने हुन सक्छ र किन कसरी भन्ने कुराहरु चाहिँ यसरी चाहिँ एनालाइसिस गर्न सक्नुहुन्छ तपाईले डेटा थ्रु। त्यसैगरी हरिले कति गरे, रामले कति गरे, यस्तो कन्डिसनमा रोको डेटालाई कलममा कन्भर्ट गर्दाखेरि तपाईले जहिले पनि इजी केबाट भयो त भन्दाखेरि तपाईको पिभोट फंक्सन युज गर्नुभयो भने चाहिँ एकदमै सजिलो भयो। तपाईको सिम्पल क्वेरी छ, एक दुईवटा दुई तीनवटा मात्रै कलमको नाम छ भनेपछि यसरी गर्न सक्नुहुनेछ, यसरी डाइरेक्ट गर्न सक्नुहुन्छ। हैन तपाईको डेटा एकदमै धेरै छ, तपाईलाई कलम बन्नु पर्ने डेटाहरु एकदमै धेरै छ भनेपछि तपाईले यसरी डाइनामिक क्वेरी लेखेर पनि तपाईले यसरी यहाँनिर कलममा होल्ड गर्ने, त्यसपछि यहाँनिर क्वेरी बनाउने, त्यसपछि यसमा क्वेरी बनाएर यसलाई चाहिँ होल्ड भएको कलमलाई यहाँनिर चाहिँ यसमा त सेम चाहियो, अनि त्यसपछि यहाँ राखेर तपाईले यसरी डेटाहरु गेट गर्न सक्नुहुनेछ। आजलाई यति नै, सबैजनालाई धन्यवाद।